हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामी पोखराको दोस्रो दिन अनि आज हामी फेवाताल र पुम्दीकोट जाने भन्ने प्लान छ। यो चाहिँ हामी बसेको रुमबाट देखिने भ्यू कस्तो राम्रो अनि फ्रेस देखिएको छ के पोखरा। म चाहिँ आजको हाम्रो दिनको लागि रेडी हुँदैछु। र यो भ्लग्समा चाहिँ 5000 वटा भ्यू चाहिँ आउँछ। हामी चाहिँ आजको दिनको लागि रेडी भइसक्यौँ। अब सबैभन्दा सुरुमा चाहिँ ब्रेकफास्ट गर्न तल जाने अनि ब्रेकफास्ट खाइसकेपछि मात्रै हाम्रो यात्रा अगाडि बढ्छ। सो गाइस, हामी चाहिँ ब्रेकफास्ट गरेर फेवातालतिर जाँदैछौँ। यहाँबाट चाहिँ वाकिङमा 5 मिनट्स मात्रै रहेछ, त्यही भएर जाँदैछौँ हामी फेवाताल। पर्छ अब चाहिँ हामी फेवातालमा चाहिँ राउन्ड हान्नको लागि गइरहेको छौँ। मन्दिर चाहिँ हामी भोलि जाने निर्णय गऱ्यौँ। किनकि आज हामीले खाजा खाइसकेको छौँ। भोलि अलिक छिटो मन्दिर जाने भयौँ। म पनि रेडी हुन्छु अब लाइफ ज्याकेट लगाएर। ओके ल, हामी चाहिँ अब फेवाताल आइपुग्यौँ। आज हामीले चाहिँ खाजा खाएर आएको भएको कारणले गर्दाखेरि तालबाराई मन्दिरमा चाहिँ दर्शन गर्न नजाने, कुनै अरू बेला नै खाना नखाइकन आउने भनेर सोचेर आज चाहिँ फेवातालको एउटा किनारबाट अर्को किनारसम्म पुग्ने भन्ने प्लान छ। बुढो चाहिँ टिकट काट्न जानुभएको छ बोटको। पुन्टुरे चाहिँ प्राम खेलाउँदैछ अनि हामीले चाहिँ प्राम पनि बोटमै हालेर लाग्यौँ। 3 जनाले यति बोट बुक गरेर 2 घन्टाको लागि अनि जाँदैछौँ। हामी चाहिँ फेवातालको एउटा छेउमा आइपुग्यौँ। एकछिन बस्यौँ, बच्चाहरूलाई रेस्ट भयो अनि अब यता पिङ खेल्ने ठाउँ छ कि भनेर हेर्दैछौँ। अब आफै क्यामेराम्यान आफै भिडियोको सहभागी पनि हुनु परेछ, के गर्नु, कोही नभएपछि खिच्दिने। यो चाहिँ रिजोर्ट रहेछ अनि यहाँनिर 3-4 वटा डिफ्रेन्ट ठाउँमा पिङहरू बनाएको रहेछ। बुढुले चाहिँ बच्चा हेर्नुभयो अनि हामी चाहिँ लाग्यौँ पिङ खेल्न, मम्मी, म अनि आयुष।
यो चाहिँ सुरुमा खेलेको पिङभन्दा अलिक डिफ्रेन्ट थियो अनि अलिक टाढासम्म पनि पुग्ने खालको रहेछ। मलाई चाहिँ यति रमाइलो लाग्यो कि डुङ्गा चढेर यहाँ आउनुको चाहिँ एकदम भरपुर मजा चाहिँ हामीले लियौँ। लास्टै मजा आयो। यहाँ चाहिँ मैले पिङ खेल्दाखेरि हाँसेको चाहिँ बुढोलाई चाहिँ हरर फिल्ममा खेलेको हाँसो जस्तै लाग्यो अरे। बुढोलाई पनि भन्दा भन्दा गरेर एकचोटि पिङ खेल्न लगाइयो। मजा आयो अरे मलाई पनि। सो गाइज हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ। अबको यात्रा चाहिँ फेरि बोटबाट फेवातालको छेउमा हुन्छ। त्यस पछाडि हामी फेरि पुम्दीकोट शिव मन्दिर जान्छौँ होला आज सायदै। हाम्रो सबै कुराको भर त हुँदैन त्यही पनि। सो लेट्स गो। यहाँ चाहिँ आयुषको बाबाले चाहिँ आफूले केटाकेटी हुँदाखेरि पानीमा ढुङ्गा हालेको तरिका सिकाउँदै हुनुहुन्छ। के देखिन चाहिँ खासै। ल आयुषले पनि हान्छ अरे। गुड गुड गुड। ल साईलाई पनि धेरै धन्यवाद। हामी चाहिँ अब यहाँबाट टिकटक बनाउँदै बनाउँदै फर्किँदैछौँ। अब यहाँबाट चाहिँ फेरि हामी ट्याक्सी लिएर पुम्दीकोट जाँदैछौँ। हामी चाहिँ बच्चा बोकेर गएको हुनाले ट्याक्सीवाला दाइले माथिसम्मै पुर्याइदिनु भयो। होइन भए चाहिँ पुलिसहरूले अलि तलैबाट रोक्नु हुने रहेछ। अनि हामी आइपुग्यौँ फाइनल्ली शिव मन्दिर पुम्दीकोटमा रहेको। अनि यतापट्टि रहेको चाहिँ ड्रिम सिटी अरे। त्यहाँ पनि जाने प्लान छ हाम्रो एकछिनमा। कस्तो राम्रो मन्दिर बनाएको रहेछ क्या। जे भए पनि टिकटकहरूमा देख्दाखेरि चाहिँ कस्तो जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो। प्रत्यक्ष पुग्दाखेरि पनि एकदमै राम्रो लाग्यो। यहाँ मन्दिरभित्र चाहिँ मेडिटेसन गर्ने ठाउँ रहेछ। मैले चाहिँ नेपालीहरू भन्दा पनि विदेशीहरू धेरै देखेँ यहाँभित्र। त्यसपछि हामी आइपुग्यौँ ड्रिम सिटी र यहाँनिर जानलाई एकजनाको 250 रुपियाँ जस्तो रहेछ। हामीले सबैजनाले तिर्यौँ। अनि यो चाहिँ मिरर हाउस अरे। सबैतिर मिररै मिरर भएको। यस पछाडि चाहिँ भुलभुलैयाभित्र आउँदै आउँदै हामी त्यसको बाहिर निस्क्यौँ। म चाहिँ क्लोस्ट्रोफोबिक भएको कारणले गर्दाखेरि पनि अलिक धेरै डर लाग्छ यस्तो न्यारो ठाउँहरूमा चाहिँ। अनि मम्मीलाई मभन्दा पछाडि राखेर मिलाएर निस्क्यौँ हामीले।
अनि फाइनल्ली हामीले एक्जिट पनि भेटायौँ एकदमै खुसी लाग्यो मलाई जे हो भने एक्जिट भेटेर अनि हामी लाग्यौँ यो ठुलो स्विङ खेल्न तर यसमा चाहिँ कोही पनि मान्छे नै थिएनन् के आफै चढेर अनि आफैले हल्लाउनु पर्ने रे हामीले चाहिँ त्यहीँनिर उभिनु भएको अरू मान्छेहरूलाई अलिकति हल्लाइदिनु भन्यौँ यो चाहिँ अलिकति डिसपोइन्टिङ खालको थियो यो वाला स्विङ चाहिँ हामीले पहिल्यै चन्द्रगिरीमा गरिसकेका थियौँ एकदमै डर लाग्ने खालको छ यो चाहिँ त्यही भएर यो चाहिँ गर्ने आँट आएन हाम्रो तर हेर्न चाहिँ साह्रै राम्रो लाग्ने त्यहाँ भएको सबै ठाउँतिर घुमिसकेपछि हामी फेरि पठाओ बोलाएर होटलतर्फ फर्कियौँ हामी होटल पुग्दाखेरि त राति पनि परिसकेको थियो अनि हामीले बाहिर नै धेरै खाएको भएर आज चाहिँ खाना नखाएर मोमो चाउमिनहरू मात्र खाने भन्ने प्लान गऱ्यौँ मैले चाहिँ लेक साइडको क्लबहरू भनेर चाहिँ एकदमै धेरै सुनेको थिएँ अनि बुढोलाई कस्तो हुँदो रहेछ जाऊँ न त हामी पनि भनेर हामी चाहिँ क्लबमा गयौँ अनि एकछिन त्यहाँनिर 10 मिनट जस्तो बसेर हामी निस्कियौँ जस्ट एक्सपिरियन्स गर्नलाई मात्रै गएको रमाइलो हुँदो रहेछ खासै मान्छेहरू चाहिँ थिएनन् तर त्यो पर्फर्म गर्नेले चाहिँ कस्तो मजाको राम्रो खालको गीत गाइराख्नु भएको थियो त्यस पछाडि हामी चाहिँ त्यहाँबाट फर्कियौँ पोखराको लेक साइडको बाटो चाहिँ एकदमै राम्रो क्या मलाई चाहिँ कता कता थाइल्यान्डतिर गए जस्तो खालको फिलिङ्स पनि भइरहेको थियो अनि आजको दिन चाहिँ एकदमै राम्रो फ्रुटफुल रह्यो बच्चाहरू भएको बावजुद पनि हामीले मजाले घुम्यौँ हामी होटल पुग्दा त मम्मी पनि निदाइसक्नु भएको थियो ओके गाइज बाँकी भिडियो नेक्स्ट पार्टमा अनि किप लभिङ एन्ड सपोर्टिङ न्यू क्रिएटर्स See you in next video. Bye.